स्वागत छ। आज हामी एउटा निकै दुःखद विमान दुर्घटनाको सम्भावित कारणबारे अलि गहिरिएर कुरा गर्दैछौँ। हजुर। यो स्काई न्यूज अस्ट्रेलियामा आएको एभिएसन विज्ञ क्याप्टन बायरन बेलीको विश्लेषणमा आधारित हुनेछ। हजुर। घटना आफैमा एकदमै नराम्रो भयो, तर एकजना यात्रु बाँच्नुभयो भन्ने खबरले खै अलिकति अचम्म पनि लाग्यो। त्यो साँच्चै चमत्कारिक नै भन्नुपर्छ। उहाँ विज्ञ क्याप्टन बेली, उहाँको त 30,000 घण्टाको उडान अनुभव रहेछ। पूर्व बोइङ 777 क्याप्टन हो, निकै अनुभवी हुनुहुन्छ। उहाँको प्रारम्भिक विश्लेषणले चाहिँ पाइलट त्रुटितिर सङ्केत गर्छ भन्नुभएको छ। तर कस्तो त्रुटि? अलि फरक खालको मानवीय भूल जस्तो हो। उहाँले भिडियो विश्लेषणबाट केही कुरा औल्याउनु भएको छ। आउनुहोस् त्यही कुरालाई अलि केलाउँ न त। उहाँले युट्युब भिडियोमा देखाउनु भएका प्रमाणहरू के हुन्, अनि यो पाइलट त्रुटिको सम्भावना कतिको बलियो छ? हुन्छ। उहाँले पाइलट त्रुटि भन्नुभयो नि, खासमा भिडियोमा के त्यस्तो देख्नुभयो र? हेर्नुहोस्, भिडियो हेर्दाखेरि नि केही कुरा अलि असामान्य देखिन्छन्। पहिलो कुरा त विमानको ल्यान्डिङ गियर मतलब चक्का। चक्का हो। त्यो भिडियोमा विमान करिब 625 फिट झण्डै 190 मिटर जति माथि पुग्दा पनि चक्का तलै झरेको देखिन्छ के। 625 फिटमा सामान्यतया त टेक अफ गर्ने बित्तिकै अलि माथि पुग्न साथ गियर तानिहाल्छन्, होइन र? हो नि। सामान्य प्रक्रिया त कस्तो हुन्छ भने टेक अफ रोलमा V1 स्पिड पुगेपछि करिब 120 नट्स होला, अनि रोटेट कल आउँछ 150 नट्स जतिमा। हजुर। विमान उड्न थाल्छ, अनि पोजिटिभ रेट अफ क्लाइम्ब मतलब उकालो लाग्ने दर ठिक छ भन्ने देख्ने बित्तिकै पाइलटले गियर अप भन्छन्। यो त जमिन छोडेको खै केही 100 फिटमै भइसक्नु पर्ने हो। तर यहाँ 600 फिट माथि पनि तलै। यसले के बुझाउँछ त? यसले के देखाउँछ भने कि त गियर अप कमान्ड दिएन, कि ढिलो भयो, या केही गडबडी भएर त्यो गियर माथि गएन। अच्छा। अब यसले गर्दा अनावश्यक ड्र्याग, हावाको अवरोध बढ्छ, उडानमा अलिअलि असर त पर्छ, तर सायद यो आफैमा दुर्घटनाको मुख्य कारण चाहिँ नहुन सक्छ। ठिक छ, गियरको कुरा त बुझ्यो, समयमा माथि गएन। तर तपाईले अघि भन्नुभएको थियो अझ गम्भीर कुरा त फ्ल्यापको बारेमा थियो, होइन? त्यो चाहिँ के हो? हो, त्यो दोस्रो कुरा र अझ चिन्ताजनक कुरा चाहिँ फ्ल्याप हो। फ्ल्याप भनेको पखेटाको पछाडिको भाग, जसले कम गतिमा उड्नलाई चाहिने थप लिफ्ट दिन्छ। टेक अफको लागि चाहिने? एकदम। टेक अफको लागि अनिवार्य नै हुन्छ, तर भिडियोमा हेर्दा अचम्म के छ भने फ्ल्यापहरू पुरै भित्र पसेको, मतलब रिट्र्याक्टेड वा क्लिन विङ कन्फिगुरेसनमा देखिन्छ। पुरै भित्र? तर टेक अफ त फ्ल्याप लगाएर गरेको हुनु पर्यो नि, नत्र त सिस्टमले नै दिँदैन होला आजकल। हो नि। आधुनिक विमानमा फ्ल्याप सेट नगरी टेक अफ गर्न खोज्यो भने त वार्निङ आउँछ, सिस्टमले रोक्छ। त्यसैले उड्दा त फ्ल्याप थियो होला। त्यसो भए टेक अफ पछि कसरी त्यो फ्ल्याप भित्र पस्यो त? यो त झन् अनौठो भयो। हो, यहाँनिर नै क्याप्टन बेलीको मुख्य अनुमान आउँछ। उहाँको शङ्का के छ भने ककपिटमा गियर उठाउने लिभर र फ्ल्याप चलाउने लिभर प्राय नजिकै हुन्छन्। सँगसँगै जस्तो? हो। कतै यस्तो भयो कि जब एक पाइलटले गियर अप भने अर्को पाइलटले हतारमा वा झुक्किएर गियरको साटो फ्ल्यापको लिभर तानिदिए कि त्यो पनि शून्य पोजिसनमा, मतलब पुरै रिट्र्याक्ट हुने गरी। ओहो, गियरको सट्टा फ्ल्याप, त्यस्तो हुन सक्छ र? मानवीय त्रुटि, त्यो पनि दबावको बेला, यस्तो हुन सक्ने सम्भावनालाई नकार्न सकिन्न। यो एकदमै सम्भावित देखिन्छ उहाँको विश्लेषणमा। यदि साँच्चै त्यस्तो भएको रहेछ भने त्यसको असर कस्तो पर्यो होला त विमानमा? यो त निकै खतरनाक सुनिन्छ। एकदमै विनाशकारी हुन्छ। रिपोर्ट अनुसार दुर्घटना हुँदा विमानको स्पिड करिब 165 नट्स थियो। 165 नट्स? हो। अब यो गति टेक अफ फ्ल्याप लगाएको बेला त ठिकै हो, तर फ्ल्याप बिना, मतलब क्लिन विङमा सुरक्षित उड्न कम्तीमा पनि 240 नट्स जति चाहिन्छ। हो र? यति धेरै फरक? हो। अब सोच्नुहोस्, 165 नट्समा उडिरहेको बेला 81 फ्ल्याप खुम्चियो भने के हुन्छ? विमान तत्काल डीप स्टलमा जान्छ। स्टल मतलब पखेटाले उड्न चाहिने पर्याप्त लिफ्ट नै गुमाउँछ। विमान हावाबाट खस्न थाल्छ, त्यो पनि 600 फिट जस्तो कम उचाइमा। 600 फिटमा स्टल भएपछि त? हो, त्यति कम उचाइमा स्टल भएपछि त्यसबाट रिकभर गर्न, मतलब विमानलाई फेरि सम्हाल्न लगभग असम्भव हुन्छ। इन्जनले पुरै पावर दिए पनि पर्याप्त उचाइ र समय नै हुँदैन। बाप रे, त्यो त कल्पना गर्न पनि गाह्रो छ।
के अरू कुनै सम्भावना पनि औल्याइएको छ, जस्तो कि इन्जिन फेल भयो कि भन्ने जस्तो? अर्को एउटा सम्भावना जुन निकै कम मानिन्छ त्यो हो दुवै इन्जिन एकैपटक निष्क्रिय हुनु, मतलब आइडलमा जानु। दुवै इन्जिन एकैचोटि? हो, तर बोइङ 787 जस्तो विमानको सुरक्षा रेकर्ड एकदमै राम्रो छ। यस्तो घटना पहिले भएको थाहा छैन। अनि अर्को कुरा, पाइलटको हात त थ्रस्ट लिभरमै हुन्छ इन्जिनको पावर कन्ट्रोल गर्ने ठाउँमा। पावर घटेको थाहा पाउने बित्तिकै तुरुन्तै बढाउन सकिहाल्थे। अच्छा। त्यसैले भिडियोमा देखिएको प्रमाण र विमानको प्रकृतिको आधारमा विज्ञ बेलीले चाहिँ त्यो फ्ल्याप गल्तीले रिट्र्याक्ट भएको सम्भावनालाई नै बढी जोड दिनुभएको छ। त्यसो भए यो प्रारम्भिक विश्लेषणको सार के भयो त, छोटकरीमा भन्नुपर्दा? क्याप्टेन बेलीको विश्लेषण अनुसार भिडियोमा देखिएका सङ्केतहरू जस्तो कि ढिलो उठेको गियर र खास गरी त्यो अस्वाभाविक रूपमा भित्र पसेको फ्ल्यापले के देखाउँछ भने यो एउटा प्रक्रियागत मानवीय त्रुटि हुन सक्छ। मानवीय त्रुटि? हो, जहाँ गियर उठाउने बेला गल्तीले फ्ल्याप रिट्र्याक्ट गरियो, जसले गर्दा विमान कम गतिमै स्टल भयो र दुर्घटना हुन पुग्यो। तर फेरि पनि भन्नुपर्छ, यो भिडियोमा आधारित प्रारम्भिक विश्लेषण मात्र हो। त्यो त पक्कै पनि आधिकारिक अनुसन्धानले नै अन्तिम कुरा भन्ला। हजुर, त्यसबाट थप तथ्यहरू आउने नै छन्। जे भए पनि यो दुखद घटनाले के देखाउँछ भने उडान सुरक्षा प्रक्रियाहरू, ककपिटको डिजाइन, तालिम, यी कुराहरूको निरन्तर समीक्षा कति महत्त्वपूर्ण रहेछ है। सानो जस्तो देखिने भुलले पनि कत्रो असर पार्न सक्ने। बिल्कुल। हरेक यस्ता घटनाबाट सिक्ने कुराहरू हुन्छन् अनि तिनै सिकाइले भविष्यको उडानलाई अझ सुरक्षित बनाउन मद्दत गर्छन्। यो छलफललाई बिट मार्दा श्रोताहरूका लागि एउटा प्रश्न छोडेर जाउँ न त। हुन्छ। अहिले संसारभरि हवाई यात्रा कति छिटो बढिरहेको छ, पाइलटहरूको माग पनि त्यति नै बढेको छ। के यसले गर्दा कतै अनुभवी पाइलटको कमी हुने वा तालिमको स्तरमा सम्झौता हुने जोखिम बढेको छ कि? यस्ता मानवीय त्रुटिहरू कम गर्न ककपिट प्रक्रिया र तालिमलाई अझ कसरी सुधार्न सकिएला, यसबारे विचार गर्नुहोला।